नमस्कार सबैजनालाई। ल आज चाहिँ हाम्रो छोरी जन्मेको 7 औँ दिन हस्पिटलबाट डिस्चार्ज भएर घर ल्याउने दिन। त्यही भएर मैले चाहिँ घरमा चाहिँ सबै तयारी गरेर पानी आइरहेको छ क्या। पानी छाता ओढेर अब छोरीलाई र बुढीलाई लिन हस्पिटल जाँदैछु। लाचकमा गएर डिस्चार्ज प्रोसेस गर्ने, बिलिङहरू गर्ने, अनि त्यस पछाडि हामी नानीलाई लिएर घर आउने दिन हो आज। ल म अहिले चाहिँ पानी आइरहेको छ, बाटो छु। एकछिनपछि तपाईँहरूलाई सबै भिडियो खिच्दै जोइन गरेर राख्नेछु, हेर्नु होला। हस्पिटल जाने बाटोमा यस्तो राम्रो फुलहरू फुलेछ कि हेर्नु, टक्क ब्युटिफुल देखेको छ। मैले अस्ति पनि देखाएको थिएँ यो फुल, त आज अझ अस्तिको भन्दा झन् बढी फुलेछ, झन् धेरै राम्रो भएछ हेर्दाखेरि चाहिँ। आज चाहिँ पानी आएको छ, यहाँ पानी आएको छ। ल हेर्नुहोस् कति राम्रो फुल छ, पातमा धेरै फुल छ। करिब 12 बज्यो। म ठिक 12 बजीतिर हस्पिटल प्राङ्गणमा आइसकेँ। अब आज पानी आइरहेछ, सिमसिम पानी। अब हस्पिटलमा जान्छु र म इन्ट्री लिन्छु। यस्तो राम्रो पियाउनु जस्तो पहेँलो फुल फुलिरहेको छ। म अस्ति चाहिँ अहिले भित्र गार्डनको बिचबाट जान्थेँ, अहिले छेउछेउ जान्छु अनि अब आज चाहिँ 12 बजे भनेपछि अलि भिड हुन्छ दिउँसो। यहाँ सबै मान्छेहरू फलोअप र चेकअपको लागि आएको हुन्छ। पास कार्ड लिने अनि छोरी घरको 13 फ्लोरमा जाने। आज चाहिँ छोरीलाई लिएर टक्क घर जाने। लो छोरीलाई घरभित्र आउने दिन पनि आइसक्यो। यो हस्पिटल अब हस्पिटलभित्र चाहिँ खिच्न अलिक मलाई डर लाग्छ। अलाउड हुँदैन, अलाउड नहुने ठाउँमा चाहिँ खिच्नु हुँदैन। यहाँ चाहिँ यो आरू फलेको छ कि सानो रूपमा। यहाँ पनि के पलम जस्तो फलेको छ। ठ्याक्क हस्पिटलको म अगाडि आएँ। अब म छातामा मास्क लाउनुपर्छ। मास्कलाई माथि सधैँ जाडो बुढाएर चाहिँ बुढाले दिन्न मलाई। हस्पिटलमा दुईजना झोलासोला प्याक गरियो, यहाँ रेडी हुँदैछौँ। छोरीलाई समातेर जाने। अब चाहिँ अब यहाँबाट निस्केर तलहरू बाहिर खिच्न चाहिँ दिँदैन। रेडी भयौँ, अब छोरीलाई लगेर निस्किने बेला भयो। छोरीलाई कपडा फेरिदिएर खुट्टा उचाल्ने। हामी उतै जाने हो अब, के आउँछन् होला नि। बिताइ गर्ने बेला डक्टरहरू आएर Famiglia con la fiesta dove tocca chi va sta? Fiesta non è, ma lei chi va sta? Tutto uomini. とりあえずね、1週間と思って、雨だけど、タクシーすぐ乗っちゃってね。हस्पिटलबाट बिदाई भएर जाने समय
arigatou gozaimasu. मेरो पुरानो arigatou gozaimasu. Bye. अब बिलिङ गरेर घर जाने छोरी यो काउन्टर तल आइसक्यो बिल सिल तिरेर 2,20,000 लाग्यो हाम्रो चाहिँ बिल त्यो पेआउट गरेर अब घरजनाले हस्पिटल गेटबाट निस्क्यौँ अब ट्याक्सी छ पानी आइरहेको छ ट्याक्सी डाकेर ट्याक्सीमा हामी जान्छौँ हावा नै लागिरहेको छ चिसो छ ल थ्याङ्क यू हस्पिटललाई धन्यवाद ल 2जनाबाट 3जना भएर घरतिर हिँडिदियो घरमा आएको अब माथि भर्याङ चढ्न बुढीलाई अलिक गाह्रो भइरहेछ यस्तो गाह्रो पनि छ त के अनि 2 तला माथि पो जानु छ छोरी घरभित्र प्रवेश गरे ल आमा छोरीले फुल ल मैले यहाँ बत्ती बालेर वेलकम गर्नु पर्यो केही छैन तयारी विदेशको ठाउँमा यस्तै छ यहाँ स्वागत गर्नु पर्यो बत्ती बालेर ल छैन अब बत्ती त्यो उयो गर्नु यहाँ घुमाउँछन् के गर्छन् खै थाहा छैन के अरे के लाने कुरो भएन ल यो चाहिँ ल उठ केही हुँदैन ल छोरीलाई घरमा लक्ष्मी युज गरेर सानो मान्छेलाई लक्ष्मीलाई ल आइज जाम छोरी वेलकम घरमा छोरीलाई हालेर आइयो मलाई त टिकट लाउँछन् ल छैन कि ल भगवान् चाहिँ हाम्रो छोरीको भाग्य राम्रो होस् घर आइपुग्यो घर आइयो छोरी लिएर भगवान्सित श्री गणेशसित आशीर्वाद माग्यो छोरीको यहाँ मैले गुड बनाएर राखिदिएको छु अब छोरीको यस्तो भिडमा बत्ती ल छोरीलाई अब गुणमा हस्पिटलको गुणबाट घरको गुणमा ल्याइयो त्यो सिरानी नहाल्नु अलि टाउको ल छोरी निदाइरहेको छिन् हस्पिटलबाट आउने बेला दुध खुवाएर ल्याएको निदाएको केटी त ल अब यो छोरीको गुण अब चकचकी नभइन्जेलसम्म यही गुणमा बस्ने होइन